a young girl and a young man. एउटा जवान व्यक्ति र जवान पुरुष र स्त्री You must guard your virginity till the day of your marriage. तपाईको विवाहको दिनसम्म तपाईले आफ्नो कुँवारीपन अथवा कुँवारापनलाई तपाईले जोगाएर राख्नुपर्छ. This is your responsibility. यो चाहिँ तपाईको जिम्मा हो. Premarital sex is a sin. अनि विवाह भन्दा अगाडि तपाईले यौन सम्बन्ध राख्नुहुन्छ पाप हो त्यो. Fornication is sin. अश्लीलता पाप हो. You must not get involved in all that. तपाई यस्तो कुराहरुमा कहिले पनि संलग्न हुनु हुँदैन. You must keep your body holy. तपाईको शरीरलाई तपाईले पवित्र राख्नुपर्छ. Keep it clean. सफा राख्नुपर्छ. Now there was a problem for Joseph in this area. अनि युसुफको जीवनमा यो क्षेत्रमा एउटा समस्या आयो. His master's wife is trying to take advantage of him. अनि उसको जुन चाहिँ मालिक छ उसको पत्नीले चाहिँ यो कुराको फाइदा उठाउन खोजिरहेको छ. So when he refused to bow down to her demands, जब उसको मागलाई उले न्युरेन मागहरुमा, a false charge was put on him. अनि उसको विरुद्धमा विपरीत झुटा दोषहरु लगाए, And he आरोप was लगायो. thrown into the prison. अनि उलाई झ्यालखानमा फालिदियो. He was innocent. ऊ एकदमै निर्दोष थियो. God-fearing man. परमेश्वरको भय मान्ने मानिस थियो. Righteous. परमेश्वरको धर्मी थियो. Holy. पवित्र थियो. Yet he was thrown into the prison. तरै भए तापनि ऊ झ्यालखानमा फालिदियो. Joseph was crying and crying and crying. युसुफ रोइरहेको थियो. And he was in the prison not for 1 day or 2 days. अनि ऊ चाहिँ त्यो झ्यालखान अथवा कारागारमा एक दिन हैन, 2 दिन हैन, Not 1 month or 2 months. 2 महिना 3 महिना हैन, Not 1 year or 2 years. 1 वर्ष या 2 वर्ष हैन, 14 years. 14 वर्षसम्म त्यो कारागारमा थियो. 14 years he was in the prison. 14 वर्षसम्म कारागारमा थियो. And Joseph must have thought, युसुफलाई यस्तो लाग्यो होला सायद, my calling is gone. अब मेरो बुलावट सिद्धिएछ. My destiny khatam. मेरो नियति पनि सकियो, अब सिद्धियो. God has forgotten me. परमेश्वरले मलाई भुल्नु भएछ. I'm going to die in the prison. अब म यो कारागारमै मर्ने रहेछु. That was what Joseph was thinking. युसुफले त्यस्तो सोचिरहेको थियो होला. But do you know why he was put in prison? तपाईलाई थाहा छ किन उलाई चाहिँ त्यो कारागारमा राखेको थियो? God was protecting him. परमेश्वरले उलाई सुरक्षा दिँदै हुनुहुन्थ्यो त्यो ठाउँमा. If he stay in Pharaoh's house, यदि फिरौनको घरमा बस्यो भने the temptation will come again. उसको जीवनमा अझै त्यो जाँच आउँछ. Pharaoh's wife, the Potiphar's wife will try again and again and again to tempt him. अनि पोतिफरको पत्नीले चाहिँ घरि उलाई परीक्षामा पार्ने कोसिस गरिरहन्छ. So Joseph must be protected. अनि यसकारणले गर्दाखेरि युसुफ चाहिँ सुरक्षित रहन पर्थ्यो. So where to be safe? सबैभन्दा सुरक्षित ठाउँ कहाँ थियो? Only one place. एउटै मात्र ठाउँ थियो. कहाँ? Jail. त्यो चाहिँ जेल कारागारमा. So is jail good or bad?